हेलो नमस्ते एभ्रिवान मिनासान कोनिचिवा जापानिज भाषा बोल्नको लागि कति पनि गाह्रो छैन जबकि तपाईले शब्दको अर्थ बुझ्नुहुन्छ यानि कि कोतोबाको इमी तपाईले बुझ्नुहुन्छ भने जापानिज भाषा बुझ्नको लागि कति पनि गाह्रो छैन। यदि तपाईले कोतोबाको इमी शब्दको अर्थ बुझ्नुहुन्न भने आफैले बोल्नु कुरा त अलगै कुरा हो, छोड्दिनुस्। अरूले बोलेको समेत बुझ्न सक्नुहुन्न। सो भाषा बुझ्नको लागि, भाषा जान्नको लागि सबैभन्दा मेन कुरो भनेको शब्दको अर्थ हो। सो हामीले शब्दको अर्थ चाहिँ एनी हाउ जसरी हुन्छ याद गर्नुपर्ने हुन्छ। सो मिनानो निहोंगो बुक अन्तर्गत रहेर लेसन 1 भित्र रहेका जति पनि कोतोबाहरू छन्, शब्दहरू छन्, ती सबै शब्दहरूको चाहिँ अर्थ यो भिडियोमा समावेश गरेको छु। भाषा बन्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको के हो रे? भोकाबुलरी हो। सो भोकाबुलरी बिना चाहिँ भाषा असम्भव छ भनेको तपाईहरु सबैले बुझ्नु होला। सो सजिलोसँग जापानिज भाषा सिक्न र बोल्नको लागि तपाई हामीसँग सधैँ जोडिरहनु होला। यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नु होला भन्दै मिनानो निहोंगो बुकको लेसन 1 अन्तर्गत रहेका सबै कोतोबाहरूको इमी चाहिँ यहाँ प्रस्तुत गरेका छौं, जबकि तपाईलाई सुन्दै सिक्दै गर्न सजिलो होस् भन्ने उद्देश्यले यो तयारी गरिएको हो। त्यसैले भिडियो सुरुदेखि अन्तिमसम्म अवश्य हेर्नु होला, सुन्दै याद गर्दै गर्नु होला। ओके, यति भन्दै सुरु गरौँ पहिलो कोतोबाबाट। पहिलो कोतोबा रहेको छ वातासी। वातासी वातासी भनेको के रहेछ त? वातासी भने के रहेछ? म, है त? म भन्नुलाई चाहिँ म भन्नु पर्यो भने के भन्नुपर्छ? वातासी भन्नुपर्छ। अर्को हेरौँ, वातासी ताची। वातासी ताची। वातासी ताची भनेको चाहिँ हामी हुँदो रहेछ। वातासी ताची भने के रहेछ? हामी रहेछ। हामी भन्नु पर्यो भने के भन्नु पर्यो? वातासी ताची भन्नु पर्यो। नेक्स्ट हेरौँ, आनाता। आनाता। आनाता भनेको तिमी अथवा तपाई। तिमी अथवा तपाई भन्नु पर्यो भने आनाता भन्नु पर्यो। तर जापानमा चाहिँ आनाता भन्नु भन्दा पनि यहाँ जापानिजहरू चाहिँ नामबाट बोलाउन रुचाउँछन्। सो यो आनाता चाहिँ त्यति धेरै प्रयोगमा आउँदैन, है त? आनाता भनेको के रहेछ? तिमी अथवा तपाई रहेछ। अर्को हेरौँ, आनो हितो अथवा आनो खाता, है? आनो हितो अथवा आनो खाता भनेर भनेको छ, है? आनो हितो अथवा आनो खाता भने के रहेछ भने आनो हितो भनेको ऊ त्यो मान्छे। आनो हितो भने के रहेछ? ऊ त्यो मान्छे। आनो खाता भनेको ऊ त्यो व्यक्ति। मान्छे र व्यक्ति एउटै हो, तर आनो हितो र आनो खातामा के फरक छ भने आनो हितो भन्दा आनो खाता चाहिँ के हो त अलिकति पोलाइट शब्द हो। आनो खाता भनेको ऊ त्यो व्यक्ति भन्ने बुझिन्छ, द्याट पर्सन। नेक्स्ट हेरौँ, मिनासान भनेको एभ्रीबडी, सबैजना। सबैजनाले के भनिन्छ? मिनासान कोनिचिवा। तपाईले सुन्नु भएको छ मिनासान कोनिचिवा। मिनासान भने के हो त? सबैजना। सबैजनालाई नमस्ते भनेको मिनासान कोनिचिवा भनेको। त्यसैले सबैजना भन्नु पर्यो भने मिनासान भन्नुपर्छ। त्यस मिनासान भने के रहेछ? सबैजना। नेक्स्ट, कुन। कुन भनेको के त? युज फर जुनियर बोइज, है? केटाहरूलाई मात्रै। सानको सट्टामा यहाँ हेर्नुहोस् त, सानको सट्टामा कुन, है? सानको सट्टामा कुन, केटालाई मात्र। यो कुन चाहिँ के हुन्छ रे? केटाहरूलाई मात्र प्रयोग हुन्छ। जस्तै हरि कुन, श्याम कुन, केटाहरूलाई मात्रै प्रयोग हुन्छ। सानको सट्टामा प्रयोग हुने एउटा शब्द हो। नेक्स्ट, सेन्सेई। सेन्सेई भनेको टिचर, गुरु। टिचरलाई के भनिन्छ त? सेन्सेई। सेन्सेई भने के रहेछ? टिचर अथवा गुरु। नेक्स्ट, क्यौसी। नेक्स्ट हेर्नुहोस् त, क्यौसी। क्यौसी भनेको के हो त? प्रशिक्षक। यो क्यौसी र अघिको सेन्सेई थियो नि, सेन्सेई र क्यौसी चाहिँ एउटै कुरा हो हुनु चाहिँ, तर शिक्षकले चाहिँ आफैले भन्नुपर्दा म शिक्षक हुँ भन्नुहुन्न के, म शिक्षक हुँ भन्नुहुन्न, म चाहिँ एउटा के हो त? प्रशिक्षक हुँ, मैले प्रशिक्षण दिन्छु भनेर भन्नुहुन्छ उहाँले भन्नुहुँदाखेरि चाहिँ। त्यही भएर आफैले भन्नुपर्दा, शिक्षक आफैले आफैलाई भन्नुपर्दा चाहिँ क्यौसी भनेर प्रयोग गर्ने गरिन्छ। त्यसैले क्यौसी भनेको के रहेछ त? प्रशिक्षक रहेछ। नेक्स्ट, खाइस्याइन। हेर्नुहोस् त,
खाइस्याइन खाइस्याइन कम्पनी स्टाफ कम्पनीको स्टाफलाई चाहिँ के भनिन्छ खाइस्याइन भनिन्छ त्यसैले खाइस्याइन भनेको के रहेछ कम्पनी स्टाफ नेक्स्ट गिङ्को इन हेर्नुस् त गिङ्को इन भनेको बैंक कामदार स्टाफ यो गिङ्को भनेको बैंक हो अघि खाइस्या थियो नि खाइस्या भनेको कम्पनी हो इन भनेको स्टाफ भयो यो पनि सेम त्यस्तै हो गिङ्को भनेको बैंक हो इन भनेको त्यहाँ काम गर्ने स्टाफ हो त्यसैले गिङ्को इन भनेको बैंक स्टाफ अथवा बैंकको कामदार भन्ने बुझिन्छ इस्या इस्या भनेको तामाङमा त इस्या होइन भन्ने हुन्छ हैन तर यो इस्या भनेको के हो त डाक्टर हो है इस्या भनेको के हो डाक्टर जापानिज भाषामा डाक्टरलाई के भनिदो रहेछ इस्या भनिन्छ अर्को छ केङ्क्युस्या हेर्नुस् त केङ्क्युस्या भनेको के हो त अन्वेषणकर्ता रिसर्चर है जसले रिसर्च गर्छ नि रिसर्च गर्ने व्यक्तिलाई के भनिन्छ भन्दा केङ्क्युस्या भनिन्छ केङ्क्युस्या अन्वेषणकर्तालाई के भनिन्छ केङ्क्युस्या ब्यौ इन हेर्नुस् त ब्यौ इन भनेको हस्पिटल हस्पिटललाई के भनिदो रहेछ जापानिजमा ब्यौ इन भनेको हस्पिटल नेक्स्ट डेङ्की इलेक्ट्रिसिटी लाइट बत्ती बिजुली बत्तीलाई के भनिन्छ डेङ्की भनिन्छ डेङ्की भनेको के रहेछ इलेक्ट्रिसिटी नेक्स्ट साई भनेको के रहेछ उमेर हाम्रो उमेरलाई एजलाई के भनिन्छ साई भनेको उमेर यो सबै के हो त लेसन 1 मा रहेका मिनिङहरु है शब्दको अर्थहरु हुन् तपाईले ध्यान दिएर हेर्नु होला साई भनेको उमेर अर्को नान्साई अथवा ओइकुचु है नान्साई देशका ओइकुचु देशका भनेको चाहिँ के हो त कति वर्ष कति उमेर भनेको के नान्साई भनेको कति उमेर ओइकुचु भनेको कति उमेर यो ओइकुचु के हो त नान्साई भन्दा पोलाइट शब्द हो तर अर्थ चाहिँ के हुन्छ एउटै हुन्छ दुईटैको नान्साई भन्नु र ओइकुचु भन्नेको अर्थ चाहिँ एउटै हो तर यो चाहिँ के हो त ओइकुचु चाहिँ अलि पोलाइट शब्द हो नान्साई देशका भनेको उमेर कति भयो भनेर सोधिएको हो नान्साई भनेको उमेर कति भनेको हो नेक्स्ट सिचुरै देशका भनेको छ सिचुरै देशका भनेको चाहिँ कृपया एक्सक्युज मी भनेर भन्दाखेरि के भन्नु रहेछ सिचुरै देशका भनेर भनिन्छ कृपया भनेको के रहेछ सिचुरै देशका सिचुरै सिमास भनेको पनि एक्सक्युज मी नै हो है त नेक्स्ट ओनामाएवा भनेको छ नि ओनामाएवा नान देशका तपाईले सुन्नु भएको छ है ओनामाएवा नान देशका नान भनेको के हो के देशका भनेको हो भनेको ओनामाएवा नान देशका भनेको तपाईको नाम के हो अथवा नाम के हो भनेको ओनामाएवा नान देशका नाम के हो भनेको यो ओनामाएवा भनेको चाहिँ तपाईको शुभ नाम भनेको हो तपाईको शुभ नाम के हो भन्नु पर्यो भने ओनामाएवा नान देशका भन्नुपर्छ है त त्यसैले यो तपाईको शुभ नाम भन्नु पर्यो भने के भन्नुपर्छ रे ओनामाएवा भन्नुपर्छ ओनामाएवा भनेको तपाईको शुभ नाम मे आई हैव योर नेम है अंग्रेजीमा यो हुन्छ नेक्स्ट हेरौं हाजिमे मासिते भनेको छ नि त हाजिमे मासिते भनेको हामीले कुनै एउटा नयाँ साथी चाहिँ भेट्दाखेरि सुरुमा परिचय गर्नुभन्दा अगाडि एउटा प्रयोग गर्ने शब्द हो यो है कुनै नयाँ साथीसँग फर्स्ट टाइम भेट्दाखेरि परिचय गर्नुभन्दा अगाडि एउटा प्रयोग गर्ने शब्द हो हाजिमे मासिते भनेर सुरु गर्नुपर्छ परिचय गर्दाखेरि नयाँ साथी हुनुहुन्छ भने नेक्स्ट हेरौं दोजो योरोसिको ओनेगाइसिमास छ है दोजो योरोसिको ओनेगाइसिमास प्लिज टु मिट यु परिचय गर्दा अन्तिमको जुन अघिको हाजिमे मासिते थियो नि हाजिमे मासिते चाहिँ नयाँ साथीसँग सुरुमा भेट्दाखेरि गर्ने अभिवादन भयो है भने यो दोजो योरोसिको ओनेगाइसिमास भनेको चाहिँ यो चाहिँ अन्तिममा परिचय सकिसकेपछि आफ्नो परिचय खण्ड सकिएपछि अन्तिममा प्रयोग गर्ने शब्द हो एकदमै महत्त्वपूर्ण रहेको छ किनभने यो परिचय भनेको हामी सबैसँग गर्नुपर्छ सुरुमा चिन्जानको लागि सो अघिको हाजिमे मासिते र दोजो योरोसिको ओनेगाइसिमास भन्ने वर्ड चाहिँ इम्पोर्टेन्ट रहेको छ परिचय खण्डको लागि है त नेक्स्ट हेरौं
कोचिरावा डट 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 सन्देश है, यहाँ सा पनि छुट्टी छ, सन्देश हो। द्याट इज अ मिस्टर ठ। तपाईँसँगै कुनै एउटा साथी हुनुहुन्छ, तपाईँले चाहिँ परिचय गरिसक्नुभयो उहाँसँग त, होइन? तपाईँको साथी चाहिँ देखाउनु पऱ्यो नि त। उहाँ चाहिँ को हो त? उहाँ चाहिँ को हो? कोचिरावा हरि सन्देश, उहाँ चाहिँ हरिजी हुनुहुन्छ भनेर भन्न सक्नुहुन्छ नि त। तपाईँसँगै गएको साथीलाई चाहिँ त्यसै तपाईँले चिनाउन सक्नुहुन्छ। साथीलाई चिनाउनु पर्दाखेरि यो तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। कोचिरावा हरि सन्देश, उहाँ चाहिँ हरिजी हुनुहुन्छ भनेर प्रयोग गर्न सक्नुहुन्छ। कोचिरावा गीता सन्देश, सीता सन्देश, होइन? उहाँ चाहिँ सीताजी हुनुहुन्छ, गीताजी हुनुहुन्छ, तपाईँले प्रयोग गर्न सक्नुहुन्छ त्यति बेला। नेक्स्ट, डट 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 खारा किमा सीता, डट 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 खारा किमा सीता। जस्तै यहाँ तपाईँले एउटा कुनै देशको नाम राख्न सक्नुहुन्छ, कुनै ठाउँको नाम राख्न सक्नुहुन्छ, त्यहाँबाट आएको भन्नको लागि हो। त्यहाँबाट आएको त जस्तै नेपारो कारा किमा सीता, नेपारो कारा र खारा एउटै हो है। नाउन जतिमा तपाईँले खारा भन्ने हो, अरूमा कारा बोल्ने हो, होइन? नेपारो कारा किमा सीता भन्न सक्नुहुन्छ। नेपालबाट आएको, आई एम केम फ्रम नेपाल, होइन? नेपालदेखि आएको हो है, हो है, होइन, हो, त्यो भन्न सक्नुहुन्छ है त। डट 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 खारा किमा सीता गर्दा के हुँदो रहेछ त? त्यहाँबाट आएको हो भन्ने हुँदो रहेछ। जस्तै काठमाडौँ कारा किमा सीता भनेको काठमाडौँबाट आएको है। सिन्धुली कारा किमा सीता भनेको सिन्धुलीबाट आएको। यो चाहिँ कहाँबाट आएको त्यो ठाउँको नाम यहाँ राखेर पछाडि कारा किमा सीता गऱ्यो भने त्यहाँबाट आएको भन्ने हुन्छ। नेक्स्ट हेरौँ, हितो। हितो भनेको व्यक्ति, मान्छेलाई के भनिन्छ जापानिज भाषामा? हितो भनिन्छ। हितो भनेको के रहेछ? मान्छे। नेक्स्ट, गाकुसेई। गाकुसेई भनेको विद्यार्थी। गाकुसेई भनेको के हो रे? विद्यार्थी। विद्यार्थीलाई के भनिन्छ जापानिज भाषामा? गाकुसेई भनिन्छ। नेक्स्ट, नो। नो एउटा के हो? पार्टिकल हो। यो नोको अर्थ चाहिँ को भन्ने लाग्छ। जस्तै रामु सान्नो होन्देस, रामु सान्नो होन्देस भनेको रामजीको किताब हो। यो नोको अर्थ के लाग्यो त? को भन्ने अर्थ लाग्छ है त। रामु सान्नो होन्देस, रामजीको किताब हो। नेक्स्ट, वा। वाको अर्थ चाहिँ भन्ने लाग्छ। वाको अर्थ के लाग्छ? चाहिँ भन्ने लाग्छ। यसलाई पार्टिकल हो। पार्टिकलमा चाहिँ वा भनेर भनिन्छ। हामीले हिरागाना पढ्ने बेला चाहिँ यसलाई हा पढेको थियो, हा है। तर पार्टिकलमा के हुन्छ? यसको वा उच्चारण हुन्छ। जस्तै वातासी वा गाकुसेई देश, वातासी वा गाकुसेई देश, म चाहिँ के हो त? विद्यार्थी हो। म चाहिँ विद्यार्थी हो। वातासी वा गाकुसेई देश, म चाहिँ विद्यार्थी हो। वातासी वा गाकुसेई देश, मैले यहाँ रोमाजीमा लेखिदिएको छु, हेर्नु होला। म चाहिँ के हो त? विद्यार्थी हो। भनेपछि यो वाको अर्थ के लाग्यो त? यहाँ चाहिँ भन्ने लाग्यो। नेक्स्ट, मो। मोको अर्थ पनि भन्ने हुन्छ है। मोको अर्थ के हुन्छ? पनि भन्ने हुन्छ। हेर्नुहोस् त, वातासी वा गाकुसेई देश, म विद्यार्थी हो। हरि सान्मो गाकुसेई देश, हरि सान्मो गाकुसेई देश। हेर त, म विद्यार्थी हो, हरिजी पनि विद्यार्थी हो। त्यसैले यो मोको अर्थ चाहिँ के लाग्यो त? पनि भन्ने अर्थ लाग्यो। तपाईँले वातासी वा गाकुसेई देश, म चाहिँ विद्यार्थी हो र तपाईँसँगै जानुभएको साथी पनि है हरिजी हुनुहुन्छ, मानव हरिजी हुनुहुन्छ भने हरि सान्मो गाकुसेई देश भनेपछि त्यो तपाईँले भन्दै गरेको व्यक्तिले के बुझ्नुहुन्छ त? ऊ पनि विद्यार्थी रहेछ, उसको साथी पनि विद्यार्थी रहेछ भन्ने कुरा बुझ्नुहुन्छ। त्यसरी दुइटै जोडेर भन्नुपर्दाखेरि चाहिँ, दुइटैलाई जोडेर भन्नुपर्दा के हुन्छ त? एउटामा म थप्यो भने उहाँ पनि के हो त? विद्यार्थी नै हो भन्ने कुरा बुझिन्छ। नेक्स्ट, नेपारुजिन भनेको नेपाली नागरिक, निहोन्जिन जापानिज नागरिक। कुनै पनि देशको पछाडि जिन थप्यो भने यो जिन थप्यो भने त्यहाँको नागरिक भन्ने कुरा बुझिन्छ। सो हाम्रो देशको नाम नेपाल हो। नेपाललाई नेपारू भनिन्छ जापानिज भाषाबाट। जिन भनेको नागरिक। नेपारू जिन भनेको नेपाली नागरिक। निहोन्जिन भनेको जापानिज नागरिक। नेक्स्ट, दारे। दारे भनेको को? दारे भनेको के हो रे? को, हु है। आनो हितो वा दारे देशका, ऊ त्यो व्यक्ति को हो? आनो हितो वा दारे देशका, ऊ त्यो व्यक्ति को हो? आनो हितो वा दारे देशका, ऊ त्यो व्यक्ति को हो? सो यो दारेको अर्थ के भयो त? को भन्ने अर्थ लाग्यो है। तपाईँले फेरि लाग्ला अहिले नोको अर्थ नि को भनेको थियो भनेर लाग्ला। त्यो नो भनेको चाहिँ के हो त? एउटा पार्टिकल हो
है, त्यो चाहिँ के हुन्छ त नामसँग जोडेर आउँछ नो चाहिँ। तर यो चाहिँ के हो त एउटा छुट्टै को मात्रै भन्नु पऱ्यो भने चाहिँ यो व्यक्तिलाई प्रयोग गर्ने के व्यक्ति को व्यक्ति हो को मान्छे हो भन्दाखेरि चाहिँ दारे हितो होइन दारे देशका भनेर भन्न सक्नुहुन्छ। नेक्स्ट देशको अर्थ त हो भन्ने हुन्छ। देश भनेको हो। वातासी हो गएको चाहिँ देश, म विद्यार्थी हो है। वातासी हो खाइसी आइन देश होइन, म चाहिँ के हो त कम्पनी स्टाफ हो कर्मचारी हो। यसरी देशको अर्थ के हो त हो भन्ने लाग्छ। यो ज्यारिमासेन देवारिमासेन ज्यानाइ भन्ने छ नि, हो भन्ने तपाईँले जान्नु भएपछि होइन भनेर पनि जान्नु पऱ्यो नि त। हो भन्न आइसकेपछि होइन भनेर जान्नु पऱ्यो। सो होइन भन्नको लागि के भन्नु पऱ्यो, ज्यारिमासेन पनि भन्न सक्नुहुन्छ, देवा आरिमासेन पनि भन्न सक्नुहुन्छ, ज्यानाइ पनि भन्न सक्नुहुन्छ। होइन नो भन्नको लागि चाहिँ यो तपाईँले यो तिनटै हो, ज्यारिमासेन देवा आरिमासेन र ज्यानाइ तिनटै शब्द तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। यो तिनटैको अर्थ के हो त होइन भन्ने बुझिन्छ, नो भन्ने बुझिन्छ। नेक्स्ट मैले यहाँ तपाईँलाई यो सान कुन र च्यान तिनटै राखिदिएको छु। तपाईँले देख्नुभयो होला टिकटकतिर कतिले सुमी च्यान होइन कल्पु च्यान देख्नुभयो होला नि त, घिसिङ च्यान होइन लेखिन्छ नि मान्छेले। यो च्यान भनेको चाहिँ केटीहरूले प्रयोग गर्ने नामको पछाडिको एउटा शब्द हो होइन। जस्तै जी भन्नको लागि प्रयोग गर्छ नि त। यहाँ मैले इक्जाम्पल दिएको छु, रामसान भनेको रामजी भन्ने हुन्छ, सुनिता च्यान भनेको सुनिताजी भन्ने हुन्छ, राजेश कुन भनेको राजेशजी भन्ने। यो कुन चाहिँ कस्तो भने अलिकति सानो सानो केटाकेटीहरूको लागि प्रयोग गर्छ, केटाहरूको लागि विशेष गरी है, केटीको लागि प्रयोग गर्दैन। केटाहरूको लागि चाहिँ यो कुन पनि प्रयोग गरिन्छ आफूभन्दा सानोको के। जस्तै तपाईँभन्दा सानो भाइहरू हुनुहुन्छ भने उहाँहरूलाई तपाईँले नामको पछाडि कुन प्रयोग गर्न सक्नुहुन्छ। च्यान चाहिँ केटीलाई मात्रै हो, सान चाहिँ केटालाई हो होइन। यो सान तर केटीलाई पनि प्रयोग गर्न मिल्छ है, र यो कुन चाहिँ के गर्न मिल्दैन, कुन चाहिँ केटीलाई मिल्दैन र आफूभन्दा ठुलोलाई मिल्दैन। यो च्यान चाहिँ केटीलाई मात्रै हो, फेरि च्यान चाहिँ केटालाई मिल्दैन। ओके, यसरी सान कुन च्यानसँगै हामीले यो लेसन 1 मा जति पनि जान्नुपर्ने भोक्याबुलरीहरू छ नि, कोतोबाहरू छ, सबै सकिएको छ। यति मात्रै हो यहाँ जान्नुपर्ने। तपाईँले यति कोतोबाको इमी चाहिँ यहाँ जान्नुभयो भने, यति कोतोबाको इमी भनेको शब्दको अर्थ तपाईँले जान्नुभयो भने लेसन 1 मा रहेका ग्रामर तपाईँले मजाले बुझ्नुहुन्छ पढ्दाखेरि है। यति शब्दको अर्थ जान्नुभयो भने ग्रामर पढ्दाखेरि बुझ्नुहुन्छ, जान्नु भएन भने अलिकति गाह्रो हुन्छ। सो हामीले सबभन्दा फर्स्ट प्रायोरिटी केलाई दिनुपर्छ भने शब्दको अर्थ चाहिँ जान्ने हुनुपर्छ। हस् त, पक्कै तपाईँले त्यो सिक्नुभयो होला। यो भिडियोलाई बारम्बार हेर्नु होला, सुन्दै सिक्दै गर्नु होला, याद गर्नु होला भन्दै नेक्स्ट भिडियोमा भेट्नेछु भन्दै, यदि तपाईँले यो भिडियोलाई लाइक गर्नुभएको छैन भने 1 लाइक गर्नु होला र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने 1 सब्सक्राइब गरिदिनु होला भन्दै छुट्टिन्छौँ। नमस्ते।